भाइ साथी अब चाहिँ यहाँ मरमसलाहरू टक टक हालिरहेको छ है ल बङ्गुरको मासुमा है बङ्गुरमा अब मिट मसला धेरै मसलाहरू त छैन है तर पनि थोरै मिठो जस्तो भए पनि मजाले बनाइदिइरहेको छ मेरो बुढीले अब मेरो बुढी करी मसला देखाइरहेको छ करी मसला यो मसला है आज चाहिँ त्यही हो अलिअलि पैसा लिएर भएर चाहिँ ल अब सुँगुरको मासु चाहिँ अब बनाउनु त बनायो मसलाहरू कपडा हालेको छ है नुन चाहिँ हजुरलाई जति चाहिन्छ जति स्वाद अनुसारले एड गर्नु होला अब यहाँ लसुन बाँकी छ यति हो छैन त्यस्तो धेरै साधारण त छैन है तर पनि हाम्रो यहाँ माइडमले चिटिक्क पारेर अब मलाई 2 थाल भात पड्काउने हिसाबले बनाइछु भनेर भनेको छ ल अब यहाँ पड्काएर यहाँ फुटेर चलाउँदैछ साथीको दुःख सुख जे जस्तो भए पनि खाना चाहिँ छोड्नु हुँदैन किन भन्दाखेरि खानाकै लागि हो काम भनेको चाहिँ काम गरिसकेपछि जस्तो भए पनि खानुपर्छ होइन त बुढी पऱ्यो कि परेन यहाँ हेरौँ न खै त पऱ्यो अब यहाँ पनि हेर्नु त्यहाँ पनि हेर्नु ल अब भने चाहिँ यहाँ ठुकै गए जस्तो छ तपाईँको ठुकै अब आयो नि अब के गर्नु त अब पाक्नु त टाइम त लागिहाल्छ धेरै टाइम लाग्दैन ल यही हो है हामी चाहिँ यस्तै हो 2 जना जस्तो भए पनि दुःख सुख जे भए पनि हामी चाहिँ अब हाँसेरै यस्तो गर्छौँ के बिर्सिन्छ